हेलो गाइज वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ नि दसैँको दिन मैले दसैँको भ्लग गराउन जाँदैछु र यो यसपालिको यो दसैँको सबैलाई एकदम एकदम मङ्गलमय शुभकामना र सबैको दसैँको टिका हुन नि सक्छ नहुन नि सक्छ, तर जे जस्तो भए पनि दसैँ राम्रोसँग मनाउन शुभकामना दिन्छु। अहिले चाहिँ ठ्याक्कै 11 बजे छ। अब चाहिँ म रेडी हुन जाँदैछु, कपडा हेर्दैछु के लगाउने भनेर। पानी रातभरि परेको थियो, आज राति होइन, हिजो राति रातभरि पऱ्यो पानी। बिहान नि सानो सानो परिरहेको थियो हामी मन्दिरमा पूजा गर्न जाँदाखेरि। अब चाहिँ म रेडी हुन जाँदैछु, रेडी भएपछि भेट्ने त। ल म चाहिँ अहिले रेडी भइसकेँ होइन, आजको लागि यही हो मेरो लुक। हजुर ल अनि त्यसपछि चाहिँ अब यसमाथि ढाका टोपी हुन्छ जुन चाहिँ मैले अझै लाउनु जाने होइन होइन। मलाई चाहिँ मम्मीले बोलायो होइन हस्पिटलतिर। अब म जान्छु, अब एकैछिन टिका लाउने टाइम हुन्छ, त्यति बेला भेटौँ है त। यस अलादिन तक्लु कुन्टु भयो अब टिका लाउने बेला त्यो के अरे ढोकामा टिका लाउने बेला भयो। मम्मीले भित्र पूजा गर्दै अनि त्यसपछि यहीँ छ मेरो हातमा। ल फुल्ली रेडी भएर ढाका टोपी लाउन नजाने लगाएर होइन, मम्मीको झोला बोकेर म चाहिँ हिँडेँ अब टिका लाउन। अनि त्यसपछि अब यहाँ सबैजना यहीँ हुनुहुन्छ। अब एकैछिन टिका लाउनु सुरु, ढोकामा टिका लगाएर आयौँ सबै। टिका लाउने काम चाहिँ नि अब सुरु हुन लाग्यो, टिका लाउने कार्यक्रम।
पुन्चु त्यो नराख्दियो न अर्को दिन पनि पस्नु दिएको नचिया थियो त्यसैले फेरि डबल दिने पिटेको होइन दिदी आन्टी कुन्टु कुन्टु हाम्रो फर्स्ट दसैँ इन स्याङ्जा कस्तो भएको छ त एकदम रमाइलो यहाँदेखि यहाँसम्म टिका मेरो फर्स्ट एक्सपिरियन्स अब हेर्नै मुख भरि लाग्छ अब एकैछिनपछि मेरो पालो आउँछ अब कति बेला मुख भरि पुरै रातै रातै हुन्छ थाहा छैन मलाई यता हेलो मम्मी मम्मी हेर न गीत देखाउन हेर न यता अबे लगाइदिउँ न ल लगाएर एकचोटि कस्तो राम्रो देखिन्छ कसलाई यता हेला यता हेला हामी चाहिँ अहिले टिका लगाएर टिका लगाउन फेरि मास्तिर डुल्दैछौँ ल सबैजना यहीँ मेरो पछाडि अनि अरू पनि आउने हुनुहुन्छ अनि म चाहिँ नि अगाडि आएँ ए मेरो यो को हेला त कुन्चु भनौँ न उम्मा गरिदेऊ उम्मा गरिदेऊ देऊ न लिएर गाउँभरि टिका लगाएर आइयो होइन म बिहान जाँदाखेरि कस्तो थिएँ अहिले कस्तो मेरो टोपी सब बिग्रियो के गर्ने अब घर आएँ म अब फेरि पनि लाउन जाने छ एउटा दुइटा घर अहिले अङ्कल आन्टी यहाँ घर आउनु छ हाम्रो घरमा सबभन्दा पहिला चिन्नु है भाउजू बहिनीलाई दिदी इधर सुतिछा दिदी
सधैँ सुखी रहन पाइयोस् सधैँभरि यसरी हाम्रो सबै हजुर छोरी बान्दी असल पाइछौँ धेरै पर हेलो गाइज उठ गया हूँ उठने के बाद रेडी हो गया हूँ मामा घर जाने के लिए इधर ऐसा भ्यू है हिजोको दिन टिका लगाएको मात्रै भिडियो भयो आज पनि फेरि टिका लगाउनु जाने मामा घर यहाँ त पैसा उठेन मामा घर गएर पैसा उठाउने हो मम्मीले कसरी हेरेको त्यस्तो भन्दा अब चाहिँ आज मामा घर जाने हो हिजो यहाँ घर गाउँभरि टिका लगाइयो अनि दिदी भिनाजु बिहा गरेपछि पहिलोपटक यहाँ आउनुभयो घर दसैँको टिका लगाउन अनि आज भ्यू कति राम्रो देखिएछ यहाँ अब नयाँ दिदी भिनाजु दिदी त पुरानै हो जे भए पनि नयाँ जोडी अनि त्यसपछि बिहा गरेपछि पहिलो दसैँमा दुईजना आउनुभयो होइन कस्तो भयो त आउनुभयो भन्नु ल भिनाजु दिदीलाई सोध्न परेन एकदम रमाइलो भयो अरू ल हजुरलाई केही भन्न मन लाग्यो भन्नु न त ल मलाई केही भन्न छैन राम्रोसँग जाऊ तिमी त्यही देखिनलाई हो ल अब हामी हिँड्न लाग्यो मामा घर सबैजना यहीँ हुनुहुन्छ मलाई यता पुगुली छान्छ नि यहाँ पुगुली हिजोको डन बाई मेनु बुनु बाई अङ्कल तरकारी काट्दै हुनुहुन्छ आफू हिँड्ने अनि अर्डर लाएर